आमा बाउको त्यो के गाली दिएछ त्यो कहिले कुरा एफले मेरो उमा गरेछ भने चाहिँ एफले सरी भन्न पनि म दिन्छु ई मुजी मेरो गोला काटेर तेरो निधारा टाँस भने टाँसिदिन्छु भाइ तर सरी त सरी भाइ मुजी हमेसा मुजी दिनदिनै ब्ल्याक पेल लिन्छ मेरो मुखबाट त फेरि मुजी सिधा कुरो हो पछाडि त हर्दिन म त मुजी सिधा कुरा हो भाइ सिधा कुरा हो मुजी लिडर त्यही हो हेर राजा होइन लत हान्थ्यौ कि मलाई यस्तो कुरा मन पनि पर्छ चित्त पनि बुझ्दैन होइन भने हमेसा सधैँ ब्ल्याक पेल्छु मैले त दिनदिनै लाइभ आउँछु कराएर बस्छु एउटै सिधा कुरा हो सिधा कुरा हो त चिन्दिन भाइ त चिन्दिन भाइ त चिन्दिन त चिन्दिन भाइ त कोस चिन्दिन भाइ त चिन्दिन भाइ त चिन्दिन सिधा कुरा हो म त कहिले चिन्दिनुहोस् मलाई मतलब छैन मलाई कोले चिन्छ मलाई थाहा छ राम्रोसँग त ख्यासिस त भाइ ख्यासिस त मुजी स्टिम स्नाइपको स्क्वाडमा खेल्ने मुजी एउटा फुट्टे ए भाइ च्यानल लिएर खेल्नु नसिक्ने बोल्न पर्यो भने नि भाइ बोल्न पर्यो भने कति बोल्छु नि म त फेरि तिनीहरूले तँलाई उ गरेको यही कारण रहेछ मैले आज बुझेँ होइन तँलाई तिनीहरूले त्यो झिङ्गाहरूले तँलाई गर्छु होला त्यही रहेछ पर्दैन हेर मलाई आफ्नो गिल लिडरको इज्जत छ त्यही भएर म इज्जतको नाममा बोल्दैछु तेरो गिल लिडरको यदि इज्जत छैन भने मुजी त बस्दै गिलमा ए भाइ सिधा पहिलो होइन गिलबाट यस्तो भाइ ए भाइ सुन एउटा कुरो सुन भाइ होइन गिल के हो भने नि मैले यति बोले थिएँ गिलमा मैले के हो एकछिन बोल्न छोड्दिनु न त एक ब्ल्याक बोल्छु ल बोलो झगडा गर्न बस्न मन लाग्यो नाही मलाई कसैले के भन्नु छैन हैन मलाई कसैले के भन्नु छैन यहाँ मेरो कुरा थियो एफसी त हैन एउटा एफसी तिवारी देखिँदै तिवारीहरूले गिललाई गाली दिएको हुनाले मैले तिनीहरूले त्यसरी केही भनेको थिएन तिनीहरूलाई रिस उठेको थियो मलाई गिललाई के गाली दिन्छ त गाली त तिनीहरूले आयो तिमीहरूलाई दियो तिमीहरूलाई दिएको गिललाई थोडी गाली सुन न हामीलाई हैन गिलको लिडर प्यानल युजर ह्यान्ड कहाँ चाहिँ गाली गरेछ गिललाई हैन अर्को कुरा मलाई कसैसँग जुत्न छैन हैन सुन एकैछिन दिएको भाइको हामीले त फरक पर्छ त भनेर त्यही त मलाई त्यसमा कुनै विषयमा सरोकार छैन मलाई न गिलको पोइन्ट ल्याछु न कुनै के ल्याछु हैन पहिलो कुरा हैन मलाई कसैले के भनेको छ फुल फ्ल्यागले के भनेको गिलकोले गाली गर्दैन रे मेरो गिलको मान्छेले केही गर्यो भने कसले गाली गर्छ त्यो तिवारीको गिलको यस्तो रहेछ भनेर के अरे ऊ भनेर गाली गर्छ गर्दैन आउँदैन मेरो एफओ गेमरको कसैले केही गर्यो ओर्यो भने एफओ गेमरको नाम आउँछ त्यो अर्को नाम आउँछ मैले यति भन्छु त्यसपछि अर्को कुरा भन कि म्याच मेकिङ गरेर पाउँछ भने कसरी गरेर पाउँछ खेल्नै पाउँदैन हामीसँग